म नेपाली एफएम निमित दिआई हो। अब सुन्नुहोस् आजको मुख्य समाचार। विशेष अदालतले राहदानी छपाई अनियमितताका आरोपी तीर्थराज अर्याल सहित 5 जनालाई धरोटीमा छाड्न आदेश दिएको छ। यता आज र भोलि देशका विभिन्न भूभागमा ठूलो वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। साथै नेपालमा 5 वर्षमुनिका बालबालिकामा कुपोषण अझै गम्भीर जनस्वास्थ्य चुनौती बनेको छ। अर्कोतर्फ विदेशमा दैनिक 4 नेपालीको ज्यान जाने गरेको चिन्ताजनक तथ्य सार्वजनिक भएको छ। त्यस्तै धनुषाको कल्चरल भिलेजले अर्गानिक खानाको ब्रान्डिङ गरिरहेको छ। यसैगरी बढ्दो शहरीकरणसँगै उपत्यकामा धान रोप्ने ठाउँको अभाव भएको छ भने गण्डकीमा रोपाइँको क्षेत्रफल बढ्दै गएको छ। काठमाडौँ महानगरपालिकाले नमस्ते सेवा अभियान सुरु गरेको छ। तनहुँको सामुदायिक वनमा 1700 रुद्राक्ष रोपिएको छ। अन्त्यमा बागलुङको बर्दिघाट गाउँपालिका पोषण मैत्री घोषणा गरिएको छ। विस्तृत समाचारका लागि जानुहोस् niloomnepal.com।